फेरि कसले फोन गर्यो यो मोबाइलले झ्याउ लाग्यो मलाई मान्छे त आउँदैन फोन त गरेको हुन्छ नि यो छोराले गरे होला के गर्नु हटीले ठोकिया सन्चै हुनुहुन्छ कति दिन भयो बिरामी भयो ज्वरोको 6 दिन 7 दिन भइसक्यो औषधि ल्याउन सक्दैन खान सक्ने फोन मात्रै गरेर हुन्छ आउनु पर्दैन आमाको माया भए त आउँथ्यो नि छैन के गर्ने आउने भनेको खोइ यस्तै यस्तै हुँदो रहेछ विदेशमा कहिले छुट्टी मिल्दैन कहिले आउनलाई प्लेन भाडा पुग्दैन के गर्ने तिमीहरू भन्दैन यहाँका नराम्रा नेता भनेर गान गर्छ नि बरु तिनीहरूले माया गर्छन् मलाई 2 वर्षमा 3 वर्षमा आमा सन्चै हुनुहुन्छ भनेर यसो बिस्कुट लिएर भेट्न आउँछन् तँ त 10 वर्ष भइसक्यो 10 वर्ष आउँदैनस् बरु त्यही नेताले माया गर्छन् मलाई त तिमीहरूले गर्दैन चुनाव लाएर होला नि नेताहरू आउने नमस्कार गर्ने माया गरे झैँ गरेको हो यो छोरोले हो पाल्ने सधैँ तैँले पाली 10 वर्षदेखि तैँले पालिरहेछ नि त जान्दामा कति थिएँ अहिले दाँत पनि झरिसक्यो आँखा पनि देख्दैन अनि यस्तो आमा भेट्न आउँदैन त अनि यो नेतालाई त तँलाई केही फरक देख्दिन म यो नेताले नि नेपाल आमा रोएको रोइ बनाए तैँले नि तेरि आमालाई रोइरहनु बनाइ नि त बाबु नेता खराब भनेर त गाँचिस् नि त नि नेता जस्तै होस् आउँदैनस् आफ्नो आमालाई हेर्नलाई अब के गर्ने त अब छिटो आउनलाई टिकटको पनि महँगो छ छुट्टी पनि मिल्दैन विदेशको ठाउँमा अब सधैँ आइरहन नि मिल्दैन अब नेपालमा बसेर केही गर्ने माहौल पनि छैन नेताले देश बिगारेर हामी यसरी विदेश आउनु पर्यो हे नेताले देश बिगार्यो भनेर त जस्ता लाखौँ विदेश गएछन् सानसाना देश जानु बरु 1 वर्ष 2 वर्षमा आउँछन् बाबु तिमीहरू ठुला देश जाने त आउँदैनौ उहाँको नेताले राम्रो खाना लाउन दिएछ कि जस्तो लाग्छ मलाई त नआ देखेर अब भोट हाल्ने बेला भयो बाबु अहिले त नेता छान्ने बेला भएको छ आऊ यस्तो बेला आउन पर्छ नेपालमा रुवाको बेला नआए कहिले आउँछ म मर्दा नआए नि हुन्छ अहिले राम्रो नेता छान्न आऊ त्यो बाबु आउन त हुन्थ्यो नि आमा के गर्ने बुहारी पनि बिरामी छ नातिनाको पनि अब पढाइ छोड्ने कुरो नि भएन अब राम्रो नेता छानेर भोट हाल्नु है मलाई मात्रै भनेर हुन्छ नेपालमा बुढाबुढी मात्रै कुरा नबुझ्ने मात्रै छन् र नेताले झन् हेप्छन् तिमीहरू फेसबुकमा लेखेर नेता नराम्रो भन्छौ आऊ बिरामी भान यहीँ आएर सन्चो हुन्छ 18 गतेसम्म भने पनि आउनै पर्छ आऊ तिमीहरू है कोसिस गरौँला आमा ल चिन्ता नगर्नु है